यति ठुलो प्राय किलोग्राममा कसरी खेतीपाती हुन्छ म तपाईहरुलाई यो भिडियोमा पुरै देखाउने छु। भिडियोलाई अन्तसम्म हेरेर लाइक, कमेन्ट एन्ड शेयर एन्ड सब्स्क्राइब चाहिँ गर्न नभुल्नु होला हजुर। किन्नुभयो नि यो गोलभेडा है। अब हेर्नुस् साउदी अरबमा भेन्टा कसरी फल्छ। भेन्टा हो एउटा दुईटा पिलो रातो खुर्सानी। साउदी अरबमा मकै हजुर, मकैबारीमा आएको छु है आज म चाहिँ। यति सजिलो ठाउँ मरुभूमि मानिने साउदी अरबमा हराभरा। ल हेर्नुहोस् कसले भन्छ साउदी अरब मरुभूमि। आजकलको साउदी अरब चाहिँ निकै नै चाहिँ अपडेटेड लेटेस्ट छ है। धेरै परिवर्तन छ। ल हेर्नुहोस् हराभरा। तपाईहरुले यो भिडियो देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो स्टार्टिङ थम्बनेल है। हजुर है साउदी अरबको फेमस। अब यो सबै तपाईहरुको कम्पाउन्ड कति ठुलो छ सरर एकचोटि हेर्नुहोस्। ल हेर्नुहोस् नमस्ते सबैजनामा। सबैले भन्नुहुन्थ्यो साउदी अरबमा मजा यानि खेतीपातीको कामहरू कस्तो हुन्छ एकचोटि देखाउनु भन्ने भिडियोलाई आज मैले चाहिँ तपाईहरुलाई सरर सबै साउदी अरबमा कसरी खेतीपाती गरिन्छ यहाँ चाहिँ यसलाई चाहिँ खास गरी मजरा भन्ने गरिन्छ। यति ठुलो प्राय किलोग्राममा कसरी खेतीपाती हुन्छ म तपाईहरुलाई यो भिडियोमा पुरै देखाउने छु। भिडियोलाई अन्तसम्म हेरेर लाइक, कमेन्ट एन्ड शेयर एन्ड सब्स्क्राइब चाहिँ गर्न नभुल्नु होला हजुर। अब भने बिहानीको समय छ। मलाई चाहिँ हाम्रै नेपाली भाइ यहाँ हुनुहुन्छ। उहाँले चाहिँ यहाँ सबै कुरा घुमाउनुहुन्छ। उहाँ नै यहाँ काम गर्नुहुन्छ। यहाँको सबै इन्चार्ज उहाँ आफै लिएर काम गर्नुभएको छ भने अबको भिडियो विशेष खास रहनेछ। तपाईहरुलाई साउदी अरेबियामा खेतीपाती कसरी हुन्छ, यहाँको काम गर्ने तरिका कस्तो हुन्छ सबै कुरा हामी चाहिँ यो भिडियोमा राख्नेछौँ। एकचोटि यसलाई चाहिँ खजुरको बोट भनिन्छ। यसरी हुन्छ यो विशेष खजुरको बोट हो है। अहिले चाहिँ सिजन सकिसकेको हुँदाखेरि खजुर चाहिँ छैन। अन्यथा अब भित्रतिर के छ त यहाँ सब्जीहरू होइन। अब सबै कुरा के छ म तपाईहरुलाई सरर देखाउने छु। भिडियोलाई चाहिँ हेरिराख्नु होला, कतै नजानु है, कतै नजाने होला। राम्रो कुराहरू आउँदैछ, बल्ल सुरु हुँदैछ। ल हेर्नुहोस् अब यो के भयो, यसलाई के भन्छ अरे भाइ? ए टमाटर है। ल हेर्नु गोलभेडा है। गोलभेडा भर्खर यहाँ सुरु हुँदैछ। अब यस्तो छ है यहाँको खेतीहरू। ल हेर्नुहोस् चिन्नुभयो नि यो गोलभेडा है। अब फल्दैछ, यति धेरै टन्न छ। म कन्टिन्यू तपाईहरुसँग जोडिराख्नेछु। भिडियो चाहिँ हेरिराख्नु होला है। यो भेन्टा यहाँ सुरु हुँदैछ। अझै म अगाडि चाहिँ तपाईहरुलाई सबै देखाउँदैछु। यो भेन्टा है। अब हेर्नुहोस् साउदी अरबमा भेन्टा कसरी फल्छ। भेन्टा हो एउटा दुईटा तीनटा भेन्टा। अब कस्तो सुविधासँग लगाइराखेको हुन्छ यहाँ भेन्टा। हेर्नुहोस् है यो भेन्टा भयो होइन फलेको। यो चाहिँ पाइप भयो। यो पाइप सबै भेन्टाको जरा जरामा पाइपको ठुसी देख्नुभयो नि यहाँ पानी आउने। यो पानी यहाँबाट आफै अटोमेटिक उता मोटरबाट लान्छ होइन भाइ। यहाँ चाहिँ भाइले चाहिँ मोटर लायो भने पानी अटोमेटिक पाइपबाट भेन्टाको जरा जरामा अनि भेन्टा चाहिँ यसरी फल्छ। अब यो सबै भेन्टाको लाइन। ल हेर्नुहोस् कति छ यो सबै भेन्टाको लाइन है। यो अगाडिको ठुलो बुटो के हो भाइ? यो बयर। अब हामी बयर पनि हेर्न जान्छौँ है त्यहाँ। यो चाहिँ बयर है। तर चाहिँ अहिले चाहिँ फल्ने बेला रहेनछ। अब टुसाहरू पलाइरहेको छ। ल हेर्नु त्यही ल बयर यति ठुल्ठुलो भइसकेछ होइन। अब यो खाने बेलामा चाहिँ आउनुपर्छ। भाइले चाहिँ मजरामा आफ्नो हामी आएको बेलामा चाहिँ भाइले चाहिँ हामीलाई चाहिँ फ्रीमा नै दिनुहुन्छ। ल यो चाहिँ बयर है साउदी अरबको। ल हेर्नुहोस् यसरी चाहिँ सरर टनेल लगाएर चाहिँ खेतीपाती हुन्छ। यो सबै कम्पाउन्डहरू विशेष गरी यो के छ नि, कतिपयले त यो बिजनेसको लागि चाहिँ बजार व्यवस्थापन गरेर बेच्नको लागि पनि गर्नुहुन्छ भने कसैले के गर्नुहुन्छ आफ्नो घर खानाको लागि सोखिन त्यसरी पनि गर्नुहुन्छ है। यहाँ साउदी अरबमा त्यस्तो छ। ल पाइप लाइन हेर्नुहोस् मेन पाइप भयो। यहाँबाट पानी यसरी डिभाइडिङ हुन्छ। दुईटा पाइप हो लेफ्ट राइट यसरी गयो। यहाँ अर्को पाइप गयो।
मोटर अन भएपछि टाइमिङमा सरर पानी चाहिँ यहाँ अटोमेटिक पाइपले देख्छ। ल हेर्नुहोस् यता टनेलमा हेर्नुहोस् है। ल हेर्नुहोस् खास गरी अझै म अर्को ठुलो मजरा छ यहाँ, त्यहाँ चाहिँ अर्कोचोटिमा तपाईँहरूलाई देखाउनेछु। त्यहाँ चाहिँ जनावर गाई बस्तु भेडा बाख्रा कसरी पाल्छ सबै कुरा त्यहाँ छ है। अर्को चाहिँ मैले भेटाएँ, हे बोडी हेर्नु त, हामीले मकै बोडी भन्छ नि, है कान्छी मकैसँग टाङ्ग बोडी आउँथ्यो नि। ल हेर्नुहोस् मकै बोडी है, यो चाहिँ मकै बोडी छपक्कै मकै बोडी आयो। अलिकति समय चाहिँ छिटो आएछु। सिमली मिर्ची हजुर, यहाँ पनि सिमली मिर्ची आएछ है। अब अलि ठुलो हुन्छ। यता चाहिँ जाल मिर्ची बङ्गालीले भन्छ नि है, जाल मिर्ची। यता चाहिँ खुर्सानीको बोट यस्तो छ है हजुर। म अलिकति भाइसँग मागेर खुर्सानीको बोट पनि घर लगाएर राख्ने विचार गरेको छु। खुर्सानी आयो। ल हेर्नुहोस् ए रातो पिरो खुर्सानी। अब अर्को तपाईँहरूलाई के देखाउँदैछु म चाहिँ, साउदी अरेबियामा कोसा भन्छ है, हाम्रो नेपालीमा फर्सी आयो। ल यसरी फल्छ साउदी अरबमा है। अब यो फर्सी चाहिँ आज यतिको छ, 1-2 दिनमा यति ठुल्ठुलो हुन्छ। टन्न कोसा है, यो चाहिँ स्पेसल हुन्छ, स्पेसली खानको लागि स्वास्थ्यको लागि। आजको चाहिँ मैले भाइसँग के कति हुन्छ लगेर आज चाहिँ पुरा भेजिटेरियन। ल हेर्नुहोस् है कोसा फर्सीको खेती वहाँ परसम्म। ल यो चाहिँ साउदी अरबको मजरा है, यसरी हुन्छ सब्जीहरू यहाँ चाहिँ। ल तपाईँहरूले के कति देख्नुभयो। ए कोसा। ल फर्सीको फुल हामीले सानो फुल चुडेर यस्तो मजाले यो हुन्छ नि, यो सेतो यिनीहरू चुडेर कस्तो मजाले फ्राई गरेर खाइन्थ्यो, यति मिठो हुन्थ्यो। याद आयो है। अब म मकै साउदी अरबमा मकै हजुर मकैबारीमा आएको छु है। आज म चाहिँ यति सजिलो ठाउँ है, न लाखु आउने न के आउने, केले पनि नखाने, पुरा मकै यति ठुलो भइसकेको छ है। अब केही दिनमा चाहिँ घोगा हुन्छ है। मकै आयो हजुर, मकै आयो। साउदी अरबको मकै यम्मी। म मकैबारीको कुनामा बसेर पुरै तपाईँहरूलाई फुल भ्यू देखाउँछु है। यस्तो छ। यो चाहिँ खजुर भइहाल्यो, साउदी अरबको व्यापक फेमस। त्यसपछि ल हेर्नुहोस् यसरी बाउन्ड्री गरेर कोही आफ्नो एरिया हुन्छ, त्यहाँ सबै आफ्नो। बडो सिस्टमेटिक छ साउदी अरेबियामा। तेरो मेरो केही यताउति झैँ झगड यताउति केही हुँदैन। ल हेर्नुहोस् साउदी अरेबियाको मजरा भन्ने यही हो हजुर। ल हेर्नुहोस् कतिलाई त कस्तो भिडियो भन्ने लाग्ला, तर चाहिँ नदेखेको नेपालमा हुनेलाई यो भिडियो चाहिँ वाउ हुनसक्छ है। राम्रोसँग हेर्नु होला। तपाईँहरूलाई म अर्को ठुलो मजरामा छिट्टै जाँदैछु, जहाँ चाहिँ गाई बस्तुदेखि लिएर घोडा च्याङ्ग्रा सबै कुरा टन्छ। ल हेर्नुहोस् साउदी अरबको फार्म मजरा है, यस्तो हुन्छ। बयार है भाइ, बयारको झाडी यति ठुलो छ। ल यो भेन्टाबारी कति ठुलो मजरा छ है। यहाँ चाहिँ अलिकति यो अहिलेको अफ सिजन भयो कि के भयो, व्यवस्थापन गर्न अझै बाँकी छ। ल हेर्नुहोस् त कति ठुलो कम्पाउन्ड छ यहाँदेखि वहाँसम्म। ल हेर्नुहोस्। ल हजुर अब भने टाटो पिरो टक्क चटपट बनाउँदाखेरि के राख्नुहुन्छ तपाईँहरू, निम्बु होइन, त्यसलाई हामी चाहिँ कागती भन्छौँ। कागतीको यो चाहिँ बोट यसरी सरर यति धेरै छ है। ल तपाईँहरूलाई म सबै कागती देखाउँदैछु आज। यतातिर मेन्टेन चल्दैछ, यस्तो छ भने। ल हेर्नुहोस् अब कागतीको, ल हेर्नुहोस् कति धेरै छ यहाँ कागतीको बोट है। बल्ल टुसा आउँदैछ, अलिकति म छिटो भएछु आउनलाई। अब यति धेरै यहाँ कागतीहरू सरर यहाँ हिँड्न हुने नहुने, यो सबै कागतीको बोट है। ल हेर्नुहोस् स्वास्थ्यको लागि राम्रो, आजभोलि सिलिम हुने जमानामा चाहिँ। ल यो सबै कागतीको बोट
वहाँ परसम्म यसरी चाहिँ यो चाहिँ के लाउँदै भाइ यो अहिले यो प्याजहरू पालकहरू यहाँ टुसा पलाउँदैछ गाजरहरू यहाँ चाहिँ सेक्सन वाइज के तपाईँहरूको कुन ठाउँमा के लाउने एकातिर सब्जीहरू एकातिर यो फ्रुट्स भन्छ नि हैन यिनीहरू अलग अलग यसरी टनेल बनाएर लाइँदो रहेछ यो चाहिँ सुरुवात हुँदैछ है बडो मजाको सहर भन्दैन इन्भाइरोमेन्ट वातावरण यति राम्रो कि आनन्द चिसो है बस्न पनि आनन्द छ भाइहरूलाई यसरी अब काम गर्दाको पीडा भाइहरूलाई त छँदैछ होला के कसो समस्याहरू छ जसो पनि खेतीपाती भनेको अलिकति कठिनाइ काम हो तथापि हामी हेर्नेलाई चाहिँ राम्रै लाग्दो रहेछ त्यो बजारमा डङ्ग गुम्सिएर बसेको मान्छेलाई ओपन एरियामा आउँदाखेरि आज बल्ल सासा जस्तो बस ल हेर्नुहोस् यस्तो छ ल अब एकछिनमा म जाँदैछु भिडियोलाई चाहिँ अन्त्यसम्म हेर्दै गर्नु होला है म केही कुरा अझै पनि जोड्दैछु सुविधा चाहिँ मैले राम्रै लाग्यो उहाँहरूले खाना बनाउने यस्तो एरिया छ यहाँ ओपन एरियामा है उहाँहरूले खाना बनाउने यो बस्ने चाहिँ उहाँहरूको रुम भयो है कतिपयलाई लाग्न सक्छ साउदी अरबमा कसरी काम गरेछ कस्तो छ मजनामा बस्ने मान्छेहरूको स्थिति भन्ने हुन्थ्यो कतिपयलाई ठिक छ उहाँहरूको बस्ने ठाउँ पनि यस्तो छ भित्रतिर एयर कन्डिसनदेखि लिएर सबै राम्रो व्यवस्था छ है अब त्यो हिसाबमा चाहिँ यतिको काम पाउँदाखेरि त्यति चाहिँ छ्या भन्नु चाहिँ हुँदैन किनकि मान्छेको आफूमा मेहनत हो यहीँबाट उहाँले चाहिँ आफ्नो गुजारा फ्यामिलीहरू सबै चलाउनु भएको छ भने अब म चाहिँ स्विमिङ पुल है अब यति राम्रोसँग बनाएको हुन्छ उहाँहरू एउटा सोखिन पनि हो कि यहाँको साउदीवासीहरू यस्तो छ एभ्रिथिङ मनी भने जस्तो पैसा छ उहाँहरूले आफ्नो सोखको लागि पनि यसरी चाहिँ स्विमिङहरू बनाएर गार्डन उनीहरू फ्यामिली आएर यहाँ चाहिँ रमाउने बाहिर मासुहरू अब पोलेर यताउति इन्जोय गर्ने ठाउँ हो यो हुँदाखेरि स्विमिङमा पानी छ कि छैन भाइ पानी छैन है ल ठिक छ ल स्विमिङ चाहिँ रहेछ तर चाहिँ अहिले चाहिँ क्लिन पनि त्यति नभएको त्यति सुचारू छैन अब किनकि जाडो लाग्यो नि त अब यो जाडो सकेपछि गर्मीमा चाहिँ उनीहरूले चालु गर्छ होला जहाँसम्म यस्तो छ ल स्विमिङ पनि भएको मजरा यस्तो हुन्छ है हजुर थाहा भयो कतिपयलाई मजरा भनेर के रहेछ भन्ने हैन के कतिले बुझ्नुभयो अब चाहिँ यस्तै हो साउदीको चाहिँ मजरा भन्ने तपाईहरुले मजराको भिडियो भन्नुभएको थियो आज चाहिँ मैले बनाउने दिन जुर्यो ल थ्यांक यू सबैलाई ल एभ्रीवान शुभ बिहानीसँगै आजको मेरो ब्लग पनि यही सकिन्छ यो स्विमिङ पुलको एरिया थियो यतातिर स्विमिङ पुल थियो भने मैले तपाईहरुलाई के कति सके भित्रतिरको साफ सब्जीको बारेमा नि बताएँ हाम्रो पासवान भाइले के यहाँको समस्या के छ काम गर्दा उहाँलाई चाहिँ राम्रै भयो पनि बताउनु भयो अब चाहिँ नेक्स्ट भिडियोमा जोडिने छु तबसम्मलाई मेरो च्यानललाई सब्स्क्राइब लाइक एन्ड कमेन्ट गर्दै गर्नु होला केही छिनमा चाहिँ फेरि अर्को भिडियो लिएर आउने छु टपिक अर्को हुन सक्छ नयाँ टपिकमा आउने तपाईलाई नयाँ मनोरञ्जन हुने आशा गर्दै एभ्रीवान लाइक कमेन्ट है थ्यांक यू अल